चामलको पिठोको माडा पकाउने तरिका देखाउँदैछु हजुरहरूलाई पकाएर। भिडियो अलि लामो हुनेछ, फुल वाच गरिदिनु होला। चामलको पिठो पहिला सफा गर्ने, यसरी छान्ने, त्यसपछि डल्लो बनाउने, डल्लोलाई राम्ररी मल्ने, त्यसपछि यस्तो पातलो बनाउने यसलाई, त्यसपछि तवा तताउने आगोमा, त्यसपछि तोरीको तेल राख्ने त्यसमा नटाँसियोस् भनेर, तवामा टाँसिन्छ नत्र यो। अनि यसरी पिठो राख्ने, तवा राम्रोसँग तात्न दिने, त्यसपछि चामलको पिठो यसरी राख्ने रयालेको, त्यसपछि यसरी राम्रोसँग मिलाउने यसलाई। यो मिलाइसकेपछि अलिकति पाक्न दिने, अनि त्यसपछि यसलाई फर्काउने, फर्काइसकेपछि यसमा घिउ लगाउने, राम्रोसँग घिउ लगाउने, घिउ लगाएर फेरि त्यसलाई माथिबाट थप्दै जाने, यसलाई थपेर फेरि त्यसलाई पनि मिलाउने। तलको भाग पाक्दै रहन्छ, माथिको भागलाई यसरी मिलाएर अनि यसमा घिउ लगाउँदै जाने, घिउ लगाएर फेरि घिउ लगाउँदै त्यसपछि अझ थप्दै जाने, माथिबाट फेरि थप्दै त्यसलाई थपेर फेरि मिलाउने अनि मिलाउँदै त्यसलाई यो 5 फेरा 7 फेरा जतिसम्म पनि पकाउन मिल्छ। यसलाई ताले माडा पनि भनिन्छ हाम्रो पश्चिमेली भाषामा। यो हाम्रो यो माघीमा धेरै पकाइन्छ, माघे सङ्क्रान्तिमा खाइने विशेष परिकार पनि हो यो माडा। अब यो बन्दैछ, फर्काउँदै यसमा घिउ लगाउँदै फर्काउँदै गर्ने, अनि त्यसपछि लगाइसकेपछि खानामा मिठो पनि हुन्छ यो। अब यो तयार भयो, यो माडा हाम्रो पश्चिमेली परिकारमा पर्दछ यो।